ल है खुसीको खबर छ पोखरावासीहरूको लागि चिडियाखाना एकदम यहाँ चाहिँ अजिङ्गर पनि अवलोकन गर्न पाइन्छ मृगहरू रथुवा मृग एकदम नजिकबाट यसले बास्न सुन्दैछ रथुवा मृग हाम्रो पहाडी भेगमा पाइने रातो खालको मृग यो पचवैया सामुदायिक वनमा रहेको वन्यजन्तु प्राणी उद्यान भित्र रहेको छ यो पोखरा पृथ्वी चोकबाट बेगनास्थल बस पार्कबाट माथि 5 मिनट गाडीको यात्रापछि पुग्न सकिन्छ र यो चाहिँ पारिवारिक भ्रमणको लागि पनि उपयुक्त छ बालबालिकाहरूको लागि यो चाहिँ तपाईको ठुलो वन बिरालो यो आयो चितुवा यो चितुवा चाहिँ यहाँ दुईटा चितुवा छ सिकारीको जस्तै सिकारीको चाल जस्तै भने जस्तो अहिले शिकारको पोजिसनमा बसिरहेको छ चितुवा हेर्दैछ हामीतिर हामी पनि त्यसलाई हेर्दैछौँ यो चाहिँ हामीसँगको मान्छेसँग घुलमिल भइराखेको भएर अलि जिस्किने खालको पनि रहेछ एउटा खतरा चाहिँ के छ भने त्यो तारजालीमा झुकेर हात छोयो भने त्यसले को पर्ने टोक्ने चाहिँ सम्भावना छ झन्डै यत्रो तर काठमाडौँ आधा यत्रो त्यो त पक्का बाया गयो ओ त दाम हेर म गइहाल्छु बाहिर हामीसँग दौडिँदै बाहिरबाट दौड्यो भने ऊ पनि भित्रभित्र पछि दौडिने खालको तरिकाले इसारामा दौडिँदैछ यो चाहिँ साह्रै रमाइलो तरिकाले सुरुमा त धेरै डर लागेको थियो पछि चाहिँ घुलमिल भइसकेपछि चाहिँ एकदम रमाइलो पनि लाग्दैछ यस कारणले यो यात्रा चाहिँ एकदम विशेष छ धेरै टाढा पनि छैन घुम्न सकिन्छ मजाले यो चाहिँ घाम अस्ताउने बेला घाम ताप्दै बसेको आफ्नो गुणभित्र जान लागेको अजिङ्गर यहाँबाट बिस्तारै त्यो भित्रको मुढामा जाँदैछ जाने क्रममा छ